वेलकम ब्याक टु माई युट्युब च्यानल फ्याक्स गरेर ग्लोबल नेपाल। सो आज चाहिँ म दिउँसोको लगभग 12 बजीतिर चाहिँ यहाँ पोर्ट प्लेयरमा ल्यान्डिङ गरेँ। त्यसपछि म अहिले होटलमा यति भन्दा रेस्ट गरेर पोर्ट प्लेयरकै वान अफ द फेमस अनि एकदमै यहाँ पोर्ट प्लेयरको हिस्ट्रीसँग सम्बन्धित सिल्भर चिल भनेर छ, त्यहाँ चाहिँ कालो पानीको युद्धमा चाहिँ भारतीयहरूले ब्रिटिसहरूले चाहिँ राखेको चाहिँ प्रसिद्ध जियोको छ, त्यो भिजिट गर्दैछु र पोर्ट ब्लेयरकै छेउछाउमा भएको केही राम्रो प्लेसेसहरू म आज डिस्कभर। For Nepalese travelers dreaming of a tropical escape without needing a passport from a faraway country, the Andaman and Nicobar Islands, a union territory of India nestled in the Bay of Bengal, offer an unforgettable blend of history, adventure and natural beauty that feels like stepping into a different world altogether. And the journey begins with reaching Port Blair, the capital city, which is well connected by regular flights from most Indian cities like Chennai, Kolkata, Delhi, Mumbai and Bengaluru. For those who love the sea, there are also passenger ships that take few days to reach, but flying is the most convenient option for most of the visitors. यो चाहिँ सिटी एरिया रहेछ। यसको एउटा दुईवटा स्ट्रिट चाहिँ लामो, सबै सब पसलले पस्नु भएको क्याफेजहरू भएको सिटी एरियाको स्ट्रिट रहेछ यो चाहिँ। यही जेल हो, कैदीहरूलाई चाहिँ भारतीय कैदीहरूलाई चाहिँ एकदम दर्दनाक तरिकाले मारेको र सजाय दिएको वीर सावरकर पार्क रहेछ जेलको साइड।
कैदीहरू राख्ने ठाउँहरू छ यहाँ। यत्रो ठाउँ कैदीहरू। वीर सावरकरलाई चाहिँ त्यही जेलभित्र राखिएको छ। यो चाहिँ जेलको माथिबाट देखिने भ्यू पोइन्ट छ। राम्रो देखिँदो रहेछ यहाँ। पुरै सुन्दर छ। सो यहाँ माथि आउने बित्तिकै एकदमै ठुलो पानी परेको छ, त्यो चाहिँ अब यहाँबाट देखिरहेको छ। सो यो फ्लोरमा चाहिँ त्यतिखेरको चाहिँ यो राजनीतिक व्यक्तिहरूको लागि धेरैलाई कैदीको लागि भनेर यहाँनिर राखेको रहेछ। यो घरमा अलमोस्ट लाइक 1000जनाभन्दा बढीको नामहरू यहाँनिर डिस्प्लेमा देखाएको रहेछ। त्यही वरिपरि हेर्दै सबैलाई चाहिँ त्यो एक्सेसेबल रहेछ, त्यही नै देखाएको रहेछ यहाँनिर। यो चाहिँ सेलुलर जेलको रेप्लिका नमुना रहेछ। यहाँनिर चाहिँ भिजिटरहरूलाई चाहिँ यहाँको गार्डले चाहिँ डिस्क्रिप्सन दिँदो रहेछ। यो यहाँ चाहिँ मजदुरहरूलाई चाहिँ तेल पेल्न लाएर जो तेल पेल्न सक्दैन त्यसलाई चाहिँ एकदमै निर्मम तरिकाले यातना दिएर सजाय दिने। यसरी ओइल मिल यो रहेछ, यसरी दुःख गरेर गर्दा रहेछ। अनि जसले पेल्न सक्दैन त्यसलाई चाहिँ यसरी सजाय दिँदो रहेछ। कैदीहरूको चाहिँ ठ्याक्कै यसरी रियालिटी यो कपडाहरू यसरी बाँधेर अनि उतातिर झुन्ड्याउने घर पनि रहेछ। झुन्ड्याउने घरमा अनि यसरी झुन्ड्याउने। यो चाहिँ फाँसी घर, कैदीलाई सजाय दिने फाँसी घर। यसरी यहाँबाट चाहिँ ह्याङ्गिङ गराउने अनि तलबाट चाहिँ पानी पनि हल्का रोक्यो, खोलिदिने रहेछ ढोका। ज्यान निस्केर अटो लिएर चाहिँ उता कार्बनको बिचको लागि चाहिँ जाँदैछु। पानी हल्का पानी परेर पनि अलिकति क्लियर भएको छ मौसम, एकदमै राम्रो देखिन्छ।
कोर्मेन कोब्सको बिच यहाँको चाहिँ मोस्ट फेमस बिच रहेछ पोर्ट ब्लेयरमा। बिच घुमेर आउँदा आउँदै राति भयो। यहाँ त 6 बजे डुब्दो रहेछ, पानी परिरहेको छ अलिअलि। सो उता बिचबाट घुमेर आउँदाखेरि चाहिँ अलि राति भयो, पानी पनि हल्का परेको थियो। अनि यो सिटी एरिया चाहिँ अनि पोर्ट ब्लेयरको सिटी एरियामा चाहिँ खाजा खानको लागि चाहिँ रेस्टुरेन्टहरू कता रहेछ भनेर हिँड्दै थिएँ म चाहिँ भेजिटेरियन हो, प्योर भेजिटेरियन, त्यही भएर। So thank you guys, please like and subscribe to my channel. Thank you.